फेरि नयाँ ब्लग आयो है यो क्याप लाएर हो अन्त नयाँ टी सर्ट छ नयाँ प्यान्ट केटाहरूको टक्कै हाम्रो केटाहरू रेडी भइसक्यो हामी जाँदैछौँ 974 बिचमा त्यो 974 बिच चाहिँ कति यहाँदेखि 10 मिनट जस्तो टाढो छ त्यहाँ बस्नु लागि चाहिँ 35 रियल लाग्छ 35 रियल अन्त हामी चाहिँ अहिले उबरमा जान्छौँ त्यहाँदेखि चाहिँ हिँडेर गइन्छ एकदम टाढो लाग्दो रहेछ मैले क्याप लगाएको छु हो केसमा मैले हल्का केस झरेर मैले हल्का दबाई लगाएको थिएँ त्यो कारणले गर्दा केस अलिक ठाडो ठाडो भइरहेछ हो त्यसैले म क्याप लगाइरहेको छु जस्तै कस्तो देखिरहेको छ हल्का है तपाईँहरूको हुन्छ नि त्यो भ्यू दिनु पर्यो र सोनामले चाहिँ यहाँनिर भिडिहालेको छ अहिले हामी गाडीमा चढिहाल्यौँ ट्याक्कै गाडीमा चढिहाल्यौँ अहिले चाहिँ हो हामी चट्टा अब हामी जानुवाला छौँ 974 जसमा लाग्ने छ तपाईँको टाइम 10 मिनट 10 मिनटभन्दा 1 सेकेन्ड पनि ज्यादा भयो भने फेरि त्यहाँ राम्रो हुने छैन है यहाँ देख्नु त्यसै त यो चाहिँ यता कतारको घरहरू यस्तो हुन्छ यहाँ चाहिँ हेर्नुहोस् उतै जस्तै सिमेन्ट हुँदैछ बिल्डिङहरू पनि सेम हुन्छ तर हिजो अस्तिसम्म नै थियो जाडो अहिले भर्खर गरम सुरु हुँदैछ भर्खर ज्याकेटहरू चाहिँ हामीले दराजमा लगाएर राखेर आएको भर्खर त्यस्तै छ जिन्दगी धेरै दिन बाद बाहिर निस्केको छुट्टी गएको 6 महिना जस्तो भइसक्यो नोभेम्बरमा गएको थियो घर अहिले चाहिँ 6 महिना जस्तो पुग्यो होला त्यो भएर चाहिँ अहिले घुम्नु गएको उतै भर्खर आएको छुट्टीबाट तनाउ 974 चाहिँ खासमा त्यो स्टेडियम हो क्या स्टेडियम अस्ति फुटबल वर्ल्ड कप भएको स्टेडियमको पछाडि चाहिँ बिच छ होइन स्टेडियमको बिच त के भन्नु बिच छेउ हो नि स्टेडियमको छेउ चाहिँ बिच छ त्यहाँ चाहिँ गएको हामी हामी जान आँटेको चाहिँ 974 यो चाहिँ हो तिमी डिजिटल कार्ड छैन उसमा अब बोल्नु यो 974 पर हो त्यो उयो चाहिँ खास स्टेडियम चाहिँ यो पर देख्नु हुँदैछ यो चाहिँ ढुङ्गा राखेको रहेछ हौ पुरा चाहिँ मलाई यस्तो उयो थिएन थाहा थिएन कि आज आएको म देख्नु हुँदैछ यहाँनिर एरोप्लेन पनि जाँदैछ कि यता सिटी हो हाम्रो घर रुमहरू यतै छ यहाँ कतातिर छ देखेको छैन लुगा पर्छ यो यतातिर पर्छ मैले लुगा सुकाएको थिएँ देख्दैन त्यसको दादी यहाँनिर मिल्छ नसिका भएछ ढुङ्गा कलरफुल ढुङ्गाहरू पनि छ र अहिले म यहाँ धुलोको घारीमा हिँड्दैछु एकदम दिएको छ देख्छौ आइज न यस्तो मजाको जग्गा छ कि के भन्नु म तपाईँ यो चाहिँ हाम्रो 974 बिच हो अस्ति वर्ल्ड कपमा म्याच पनि भएको थियो यहाँनिर टक्कै यस्तो चाहिँ सनसेट हुँदै साढेसम्म चाहिँ दामी निस्किन्छ यहाँ पर चाहिँ यो चाहिँ हो रङबिरङको घर देख्छ यहाँ चाहिँ मिना डिस्ट्रिक्ट भन्छ दामी छ त्यहाँ पनि टक्कै सनसेट हुनु आँटेको छ दामी आउँछ भ्यू स्टेडियम छ अब यहाँको खास मेन एट्र्याक्सन चाहिँ यस्तो कलरफुल हो त्यहाँ दामी छ ल ल यहाँनिर आइपुग्यो हामी बिचमा 974 बिचमा
बिचमा छेउमा हो छेउमा बिचको चाहिँ छेउमा रहेछ हामी हो यहाँनिर ढुङ्गा चाहिँ यस्तो हावा चाहिँ तर मिठो चलिरहेको छ हाम्रो सिरिरी हो क्या पिछे यो देख्नु हुँदैछ नि साइकल गरे के भन्छ मोटर बाइक यी बाइक होला त्यो के भन्छ स्कुटी पैसा तिर्नुपर्छ यसमा त पैसा तिर कुदायो त्यो चाहिँ यहाँनिर एयरप्लेन बिच भन्नु पर्दा चाहिँ रिफ्रेसिङको लागि चाहिँ यहाँनिर मजाको छ क्या आयो टक्कै सिरिरी हावा हो चिलमा बस्यो त्यहाँदेखि गयो होइन सुन्दरे के भन्दैछ ठिकै छ नि होइन हामी निस्किन्छ है हामी चाहिँ घुम्न आएको यो चाहिँ यहाँनिर गल्फ खेल्न आएको यहाँनिर पुरै टाइगर रुट्स भयो किन यस्तै गल्फ खेल्न चाहिँ यहाँनिर खेल्छ ढुङ्गा भएकोमा चाहिँ यसलाई गल्फ खेल्ने रे यो साइड कि त मिलेको छ नि है जोडी एकछिन लाग्दैन ओर्डो बस्नु न भन्दा पनि हुँदैन यहाँ चाहिँ बिरालो पनि आएको छ बिच हेर्नु ए बिरालु कतार बिरालो यसले नेपाली बुझ्दैन कतारी मात्रै बुझ्छ रमादानमा के पनि खानु पर्दैन केटाहरूले यो चाहिँ परको त्यो के पो यहाँबाट छिर्नु चाहिँ 35 रियल लाग्दो रहेछ हामी छिरिनँ हो त्यो किनभने पौडी खेल्नुपर्छ नि त यहाँनिर पौडी खेल्ने जग्गाहरू यही हो यो चाहिँ उयो स्टेडियम त्यहाँ हामी गएनौँ यता देख्नुहुँदैछ यो चाहिँ सिटी हो यता सिटी देख्नुहुँदैछ सिटीहरू केटाहरू फोटो खिच्नुमा एकदम धमाधम छ ढुङ्गा रहेछ यहाँ ढुङ्गा त्यत्रो ढुङ्गा राखेको छ यहाँ चाहिँ यो चाहिँ किन राख्यो भने चाहिँ समुद्रको थाल जस्तै आउँछ भने सबै यहाँ पानी पस्छ र पानी यता बढेर उता सिटीतिर जाँदैन जस्तै हो कस्तो दामी छ है हेभी छ है मन पऱ्यो भने तपाईँले लाइक सब्सक्राइब गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होइन आजको चाहिँ यति नै थियो हाम्रो हल्का अब सर्ट भिडियो मिनी भ्लग भन्दा पनि हुन्छ तपाईँहरूले हल्का स्यासमा त आएको सबैजना भोलि ड्युटी छ छिटो जानु पऱ्यो अब यसो रेस्ट गर्नु पऱ्यो अब हामी अलिकति लामो रमाइलो भ्लग चाहिँ अर्को अफमा मिलेर होइन मजाले घुम्नु सक्छ टाढै जानु न होइन मनोरञ्जन दिनेछ तपाईँहरूलाई हेरिदिनुहोस् होला माया गरिदिनुहोस् होला सुन्दर राई भ्लगलाई धन्यवाद छ।